Yo guys, आज चाहिँ म भक्तपुर जान लाग्छु। Stay with me. I'll show you full video, full. लाग्यो भक्तपुरतिर लाग्यो घुम्नलाई। गाइस यो रोडमा चाहिँ 50 भन्दा माथि स्पिड गर्न पाउँदैन रे, क्यामेराले समातिहाल्छ, झ्याम्मै हालिदिन्छ। ल नेपालमा पनि यस्तो रुल्स भएछ है। बालकोटबाट भक्तपुर हिँड्दै गरेको। अब स्पिड लाइट पनि रहेछ यार, लाइट देखेको छ। ल साथीहरू, कसले भन्छ नेपालमा यो सिग्नल रुल्स गर्दैन रे कि? रेड लाइटमा हामी वेटिङ गरिरहेछौँ। ल साथीहरू, त्यो घर छ नि, त्यो घर मेरो भन्दै कतिले रहस्यन बनाएन त्यो भक्तपुरको है। यत्तिकै छ, नबनाउँछ नभत्काउँछ, यत्तिकै अड्काइदियो त। पछाडि माई सिस्टर्स बहिनीहरू आउँदैछ पछाडिबाट। हामी अगाडि छौँ, म ज्वाइँसँग छु भिडियो बनाउँदै। जाडो भएको छ। तपाईँ छिर्यो फुल स्पिड हालेछ यहाँ। भिडियो बनाउनु सकिएन है साथीहरू, अहिले बनाउँछ। भिडियो स्टार्ट गर्न लागेको ब्लग। साथीहरू गाइज, हेलो, भक्तपुर जाँदैछौँ हामी। आइसक्यौँ हामी। सिद्ध पोखरी हो। कति हरियो छ ताल यार, के भन्ने फेवाताल जस्तै लागेको थियो तर होइन। ओके गाइज, जस्ट यो हरियो पानी है यो। द्याट इज द ग्रीन लेक गाइज, द्याट इज द ग्रीन लेक। ग्रीन लेक अफ नेपाल भन्ने कतार भनेको। यसलाई हरियो ताल भन्छ। यसमा हरियो हरियो माछाहरू हुन्छ। है के भन्ने हो यहाँ। दिस इज माई फर्स्ट ब्लग इन नेपाल। साथी मलाई त चिन्नुहुन्छ नि होइन? ए गाइज, मेरो इङ्ग्लिस बोल्न पऱ्यो यार, फेरि बुझ्दैन। यु अलरेडी फर्गेट मी? Forget. Look at this, their fish. खतरा जाउँ भन्दै क्या माछाले। Did you see fish? सहरको पाठो भन्छौँ है हामीले नेपालीमा। यो गरेको गरेको। भक्तपुरको पोखरी, ग्रीन लेक। फोटोग्राफर सबै आफ्नै धुनमा छ। हेर है त, अर्को पनि देखाउँछ है। यो पनि आफ्नै धुनमा कि चिल पारामा सुतिरहेछ। न के डिस्टर्ब न के, कति काम गरेर थाकेर सुत्यो होला है। त एक्लो परियो, यिनीहरू जस्तै भिडियो बनाउन सकिन्न। आफू त एक्लो परियो। दिन छन्, बिहा गरेपछि छिटो बिहा गर्न पर्छ। त्यही भएर है साथीहरू है, बिहा गर्नलाई ढिलो नगरौँ है, म जस्तो। Okay guys, I'll show you new place. Okay.
एउटा यहाँनिर पानीपुरी छ कि च्वास्स पिरो भन्ने एउटा भाइरल छ नि त्यसको पानीपुरी छ कि यहीँ हो मेरो साथीहरूलाई नि मेरो इङ्ग्लिस बोल्न पर्यो अरबिक इङ्ग्लिस You say hello. I say hi. I say hi. कति क्लियर आएको म अब अगाडिको भ्युज देखाउँछु है तिमीहरूलाई ल कुल्फी खान आएको छ है मैले खान्न तिनवटा मात्र खाएँ म कुल्फी खाने रे एउटै हो त्यो ब्याग देऊ त काजु पिस्ता कुल्फी है गाइस यो घर यस्तो खतरा छ है तर भत्काएन है हेर्दा भत्केला जस्तो देखिने है सिमेन्ट ल यही है कुल्फी भन्ने गिलासको जस्तो सेप हुन्छ है दाँत खोइन्छ छिटै चिसो कति 1 रुपियाँ कति 5 मैले सोचेँ थिएँ 1 रुपियाँ 5 रुपियाँ यो कुल्फीको पक्कै 30 रुपियाँ होला नेपाली है 30 रुपिस साथीहरू आज फुल ब्लग गर्छु म भक्तपुर एरियाको यस्तो खाना हुन्न है दाँत कुहिन्छ यस्तो भन्न त पाइएन यस्तो धेरै खाना हुन्न चिसोले दाँत कुहिन्छ रमाइलो धेरै छ मेरा बहिनीहरू प्रिया बहिनीहरू है धेरै काले होला भन्नु पर्यो Those my sisters, sir. Not the girl. Okay. She is my small sisters. And then another small sisters. One a big sister. Brother-in-law. English answer. तुलसीको भाउ बढेको भन्दैछ नि बिचरा ल यता चिलाको कसैले कनाइदिनु हुन्थ्यो यार हो साथीहरु एकदम ऐतिहासिक पुरानो घर देखाउँदैछु म नेपालको सबभन्दा पहिलो घर मन्दिरहरू पनि रहेछ सबभन्दा पुरानो घर मल्ल राज्यकालदेखिको घर हो यो हात्ती चल्दैन कहिले पनि त्यो हात्ती हो फेरि यसले पुकलुक्क हेर्दिन्छ किनकि यसलाई मैले हात्ती भन्थे क्या मेरो आवाज त सुनिरहेको छ नि भाइ ओ नेपालको झन्डै झन्डा ओ वहाँ के खेले बाघचाल बाघगटी खेलेर आने नेपालको झन्डा नेपालमा नेपालको झन्डा नभए कहाँको हुन्छ त हैन जापानको हुन्छ र ए धारस के छ ल एन्ट्री भयो है यो गेटबाट चाहिँ हामी एन्ट्री हुन सक्छौं ल फाइनली हामी आइपुग्यौँ है यो एरिया चाहिँ सबैलाई थाहा छ होला हैन भक्तपुर यही यो साउथ इन्डियन फिल्महरु नि प्राय जसो यही सुटिङ गर्छ है सुट गर्छ त्यो एउटा फिल्म चाहिँ कुन चाहिँ सुटिङ कुन फिल्मको सुटिङ भएको रे यहाँ त्यो भूकम्प भएको एउटा साउथ इन्डियन फिल्म छ नि भन्दिम त कमेन्ट गर्नु अनि त्यो बाइकमा केटा चाहिँ जहिले पनि स्टप गरेर हुन्छ नि हिरोइनलाई ब्याक चले भने चाहिँ ब्याक ल्याइदिने अल्लु अर्जुन नामै थाहा अनि अक्षय कुमारको एउटा ऊ फिल्म छ नि त्यो पनि यही सुटिङ भएको छ लखाटेको छ नि अक्षय कुमारले ल हेरौँ है यही हो एरिया टुरिस्टहरु नि हुन्छ यहाँ फरेनरहरु नि हुन्छ नि ए मैले साथीहरु छुटे देखाउन त नि त्यो गर्दा नि उस गर्दै अड्काउँदै हिँड्यो त कति सेती हो सुटिङ गरेर होला पक्कै कति गोरी हो यार देख्यो यार म त मुरकुटी जस्तो लाग्यो ओए कत्रो यो म्युजियम हो म्युजियम म त यसरी पछाडि मात्रै देखाएर त भएन यार यस्तरी देखाउँछु ओ पुरा रेस्टुरेन्ट पो रहेछ त भूकम्पमा त भत्केको उतै त हुन्छ नि
फेरि त्यो फिल्ममा त भत्केथ्यो, यहाँ त भत्केन भन्नु होला है, त्यो त सुटिङमा मात्र भत्केको है। ए एउटा कुरा त भन्नै बिर्सेछु, लाइक सब्सक्राइब गरिदिने यार है, थोरै छ यार, धेरै बनाइदिने यार। बाबाजीको घन्टा होइन, घन्टी, कति ठुलो घन्टी हो, घन्टी पत्रो छुन जाम भनेको माथि रहेछ। अनि किन त जनावर हैन र उ त कहाँबाट आयो त? राक्षस होइन त्यो के अरे, असुर असुर भन्ने यो त नयाँ बनाएको जस्तो छ है, किनकि नयाँ अलिकति रिपेयर गरेको भन्छ त्यसलाई। कति ठुलो मन्दिर छ साथीहरू, यो चाहिँ हुन्छ नि नेपालको सबभन्दा पुरानो मन्दिरहरू है, भन्नु पर्दैन, सबैलाई थाहा छ। ल, यु क्यान सी द्याट लायन, यु क्यान सी द्याट एलिफेन्ट, यस अफ कोर्स। यिनीहरू खाना केही ध्यानमा छैन है साथीहरू। यो स्कुल जस्तो हो नि, स्कुल तपाईँहरूलाई स्कुल जस्तो लाग्छ? होइन, यो स्कुलै हो पहिलाको, मल्लकालको मल्ला मल्लीको छोराछोरी डल्ला डल्लीहरू यही स्कुलमा पढ्थे है, हो कि होइन? हो भने हो भनौँ, होइन भने होइन भनेर लेखाम है। ओके गाइज, आई सो यु नेपाल इज ब्युटिफुल ब्युटिफुल प्लेस। प्रायः यहाँ मान्छेहरू देख्नु भयो नि, सब यहाँ फोटो खिच्न भिडियो बनाउन आएको, यस्तो दामी छ नि त प्लेस। ओह, के च्याक फर्काइदिएन, अगाडिबाट सिंह हो कि के? ओ माई गॉड, माथि परेवा देखियो नि होइन, परेवा बर्ड्स। परेवा बास बस्नेवाला भइसक्यो। स्कुल जस्तो लामो छ होइन त यो? मान्छेहरूलाई प्रायः देखाउन त पाइन्न होइन, अब यसो त्यही पनि सके मैले देखाएको छैन है, टाढाको त खासै चिनिन्न। त्यहाँ नयाँ बन्दैछ, यत्रो भूकम्प भुइँचालो जाँदा नि, तर अझै पनि केही पनि भएन कि यो मन्दिर, कति बलियो होला त है। अझै यो त के अरे सुरुवात हो, अर्को 5 तले मन्दिर त देख्न बाँकी नै छ। अनि पहिला पहिला क्या हुन्छ नि त, इट्टैको त बनाउँदैन नि। फोटोसुट पनि गरौँ है त हामी। त्यो भनेको कि 5 तले मन्दिर उहाँ देखिएको छ हो, त्यसलाई भन्छ कि 5 तले मन्दिर, भक्तपुरको 5 तले मन्दिर भन्छ नि। अब त्यो है, अहिले जान्छौँ है हामी, त्यहाँ गएर देखाउँछ भिडियो सबै कस्तो छ भिडियोहरू। यसो भिडियो त्यो हुन्छ नि, ट्रायङ्गलहरू कस्तो छ, कहाँनिर के छ भन्नेमै। पहिलो मैले यस्तो नेपालमा आएर म कतारमै थिएँ नि त, यस्तो देखेको थिएन नि त, त्यही भएर यस्तो ब्लग बनाउँदैछु। यस्तो ध्यान चाहिँ कस्तो मन्दिर हो मलाई पनि थाहा छैन के हो। र यहाँ चाहिँ गाडीहरू हुन्छ नि, सवारीहरू यस्तो भित्र छिर्नलाई अलाउ नगर्नु पर्ने हो कि अरे, खोइ यत्रो ठुल्ठुलो ट्याक्सी नि आँखा। अनि एउटा चाहिँ यही मन परेन कि सरकारले, हुन्छ नि अब सरकार हो कि अब हाम्रो यही भक्तपुर मन्दिरको समितिलाई यो आग्रह गर्छु कि यस्तो सवारीहरू त यहाँभित्र अलाउ नगरौँ क्या। यो मेरो बहिनी चाहिँ, यो मेरो सानो बहिनी, ठुलो बहिनी, आधी मान्छे आधी यो जोडिया त है। ल हेरौँ, यसको नाम त मलाई त खासै थाहा छैन कि रे। ऊ त्यहाँ बच्चा पनि रहेछ सानो, आमाले बच्चालाई समातेको है। तँ धेरै पानीमा खेल्छस्, हिलो खेल्छस् भनेर यस्तै समातेको रे कि।
साथीहरू मैले आज एउटा ब्लग बनाइरहेको छु भिडियो हेर्नुहोस् है के भन्नु 2 जना मात्रै छ बिचारा कोही छ भने आउनु पऱ्यो 3 जना रहेछ भन्ने पनि कुरा छैन यतातिर नि हेर्नु माथि चुचुदेखि भने चुचुभन्दा माथि प्लेन छ है अनि त्यहाँ हजुरले प्लेन यो सब के भइरहेछ कसैले मलाई सम्झाउन सक्छ व्हाट द हेल इज ह्यापनिङ हियर ल ब्लग बनाइदिन्छु त माथि ल त्यहाँ बाबा मम्मी छोरा हुनुहुन्छ है ल फेरि अर्को गन्तव्यतिर लाग्यो है त डेस्टिनेसन विल बी स्टार्ट्स अगेन हुनेछ हुँदैछ यो हाम्रो पोखराको लेक साइड एरिया जस्तो रहेछ हैन लेक साइड यता यता हैन ओहो दिदीले डेन्जर कितना भेन चलाउनु भयो त विदेशको मात्रै हैन कि दिदीहरूले गाडी चलाउने हाम्रो नेपालका दिदी पनि कितना भेन चलाउँछ तर यस्तो सानो सानो बाटोमा त मान्छे हिँड्न पर्ने हो कि यो बाइकहरू हिँडेर डिस्टर्ब गर्छन् कि हो कि हैन सरकार अब यहाँ हामी हिँड्ने कि गाडी हिँड्ने त ए यस्तो बब्बाल छ ए यस्तो छ भक्तपुर एरिया काठमाडौँ सहर हेर्नलाई खुब लाग्छ रहर तर के गर्ने बाटोमा राम्रोसँग हिँड्ने दिन र भए यसै के होइन के को के र टिटी हो भनेको यसै आरामले हिँड्यो नि त हुन्छ भयो ल यो बच्चाको कपडा है ल यो 5 तले मन्दिरले भक्तपुरको है टुप्पो देखेको छैन है अझै म देखाउँछु वा माथि त रेस्टुरेन्ट छ यो अक्षय कुमारको बेबी फिल्म सुटिङ भएको यहीँ हो है साथी के त्यस्तो भनेको जुजु द भन्छ ल खाएर ट्राई गरिदिउँ है त कस्तो हुन्छ म आज देखाउँछु है तिनीहरूलाई यताबाट मोबाइल खै मेरो ल दही रे है जिजु बाजे दही हो अरे है यो यो त मेरो जुत्तामा टाँसी कहिले त मैले खाँदैछु है साथीहरू है ल यसले फोटो खिच्दैछ है त ल साथीहरू जुजु बुजु आउने ल साथीहरू यसलाई जुजु ध भन्छ अरे है मैले त दही जस्तो लाग्यो अरे दही भएर अर्ग्यानिक ओरिजिनल दही है साथीहरू खान मन छ भने भक्तपुर आउनुभयो भने यहाँ जुजु धमा आएर खानु कता गयो म पनि एउटा खान्छु खाद्य त एउटा नानी गुलियो रहेछ भिडियो भइरहेछ त जुजु द प्रोटिन वाह औला चाटियो आइया एकछिन स्टप भन्नु पर्यो यस्तो ओरिजिनल अर्ग्यानिक नेचुरल भाँडामा खानुपर्छ है माटोको के अरे गमलामै न केहीको टेन्सन न केहीको टेन्सन न प्लास्टिकमा खाएर क्यान्सरको टेन्सन न के अरे यस्तो माटोमा खानुपर्छ आमामा मलाई भाँडा चाहिँ दामी लाग्यो खतरा भाँडा चाहिँ पुऱ्याउनु नपर्दो रहेछ मैले सोचेको यो भाँडा रिटर्न गर्नुपर्छ भनेर सोचेको थिएँ भाँडा यसो छोडिदिनु रहेछ किनकि भाँडासँगको पैसा लियो अरे 60 रे यो एउटा उसलाई नगरौँ है कसैले नि 60 भने 60 मा त 1 लिटर दही आउँछ ल सुन्नु भयो नि तपाईँहरूले कुरा यही ठिक छ 4 वर्षमा चेन्ज भइसक्यो क्या तपाईको 4 वर्ष अगाडि पाउँथ्यो होला म 4 वर्ष हुँदाखेरि मैले त
50 रुपियाँभन्दा तल खाएको हो। 35 मा जहिले 1 लिटर तेल दही खाएर जान्थ्यो यार कलेज जाने बेलामा। ल एहे यहाँ त राथोड पनि रहेछ त दाडी। कसरी मुतमा बस्छ त्यस्तो भन्नुहुन्न। कस्तो दामी तले बस्यो। यही मन्दिर हो है। ओह नेपालको एकदम खन्चुवा भनेर कसलाई चिन्छ त यिनीहरूलाई। नम्बर 1 खन्चुवाहरू है। नम्बर 1 खन्चुवाहरू है। हात्ती भन्छ बिचरा यति राम्री है। हेर्नु त कति राम्री छैन त यो केटी। कति राम्री छन्। अनि ऊ त्यो हात्तीसँग दाँत दिन्छ। यसका दिदी बहिनी हुने।